ल सुरु गरौँ है त। आजको हाम्रो छलफलको विषय छ पित्त थैलीको पत्थरी। हजुर। हामीसँग यसबारेमा केही जानकारीहरू छन् होइन, अनि केही प्रश्नहरू पनि। यसकै आधारमा अलिक गहिरिएर कुरा गरौँ न त। एकदमै। यो निकै सान्दर्भिक विषय पनि हो आजकल। हो त। अब यो पित्त थैलीको पत्थरी खासमा के हो, कसरी बन्छ, अनि यसले के असर गर्छ, समाधान के छ, यिनी कुराहरूमा केन्द्रित रहँला। ल अब सुरु गरौँ पित्त थैलीबाटै। यो हाम्रो कलेजोको ठिक तलतिर रहेको एउटा सानो थैली जस्तो अङ्ग हो। अँ यसको मुख्य काम भनेको कलेजोले बनाएको पित्तलाई जम्मा गरेर राख्ने। ए पित्त जम्मा गर्ने। त्यो पित्त के काम लाग्छ नि? खास गरी चिल्लो खानेकुरा पचाउनलाई पित्तले चिल्लोलाई सानो सानो टुक्रा बनाउँछ अनि पचाउन सजिलो हुन्छ। ए बुझेँ। अनि यही सानो थैलीमा कसरी त्यो ढुङ्गा जस्तो पत्थरी बन्न आइपुग्छ त? केही कारण छ कि? छ नि। मुख्य कुरा चाहिँ त्यो पित्तको बनावटमा, त्यसको कम्पोजिसनमा गडबडी हुनु हो। कस्तो गडबडी? अब हेर्नुस्, पित्तमा विभिन्न तत्त्वहरू हुन्छन्, जस्तै कोलेस्ट्रोल अनि बिलिरुबिन भन्ने तत्त्व। बिलिरुबिन? हजुर, त्यो रातो रक्तकोष टुक्रिँदा बन्ने पहेँलो पदार्थ हो। जब पित्तमा कोलेस्ट्रोल वा बिलिरुबिनको मात्रा चाहिने भन्दा धेरै हुन्छ नि, अथवा पित्त राम्रोसँग बगेर थैलीबाट बाहिर जान पाउँदैन, त्यो जम्न थाल्छ। ए जमेर बस्ने हो। अनि त्यही जमेको तत्त्वहरू बिस्तारै कडा हुँदै जान्छन् अनि ढिक्का बन्छन्। तिनै हुन् पत्थरी। ए त्यस्तो पो हो। र अचम्मको कुरा के छ भने यी पत्थरीहरू बालुवाको कण जत्तिकै सानोदेखि लिएर गल्फ बल जत्रो ठूलोसम्म पनि हुन सक्छन्। के रे, गल्फ बल जत्रो? त्यो त निकै ठुलो भयो त। हो नि। अनि पत्थरी बनिसकेपछि शरीरले केही सङ्केत दिन्छ, कसरी थाहा पाउने? यो पनि चाखलाग्दो छ। धेरै मान्छेहरूमा पत्थरी भए पनि उहाँहरूलाई केही लक्षण देखिँदैन। ए हो र? केही पनि नहुने? केही पनि। यसलाई साइलेन्ट गलस्टोन भन्छन्, चुपचाप बसिरहेको पत्थरी। ए साइलेन्ट गलस्टोन? हो। तब समस्या सुरु हुन्छ। अनि मुख्य लक्षण भनेको पेटको दाहिने माथिल्लो भागमा कोखातिर अचानक एकदमै चर्को दुखाइ हुनु हो। एकदमै जर्को? कस्तो खालको दुखाइ? सहनै नसक्ने खालको, भित्रबाट बटारे जस्तो, घोचे जस्तो। त्यो दुखाइ केही मिनेटदेखि लिएर केही घण्टासम्म पनि रहन सक्छ। ओहो, त्यो त निकै गाह्रो हुने रहेछ। त्यो दुखाइ बाहेक अरू केही लक्षण पनि हुन्छन्? हुन्छन्। दुखाइ सँगसँगै वाकवाकी लाग्ने, बान्ता हुने, अपच भए जस्तो हुने, पेट फुल्ने, भारी हुने, यस्ता समस्या देखिन सक्छन्। अनि यदि त्यो पत्थरीले गर्दा संक्रमण भयो भने ज्वरो आउने, काम्ने जस्ता लक्षण पनि देखिन्छन्। भनेपछि लक्षण नदेखिँदा त पत्तै नहुने, तर देखिएपछि दुखाइ र अरू समस्या पनि। खै यसलाई व्यवस्था गर्यो भने के हुन्छ त? यसका नराम्रा असरहरू, साइड इफेक्ट्स के छन्? हो, यो महत्त्वपूर्ण कुरा हो। यसलाई हल्का रूपमा लिनु हुँदैन। यदि पत्थरीले निरन्तर पित्त नलीमा बाधा पुर्याइरह्यो वा संक्रमण भयो भने गम्भीर समस्याहरू आउन सक्छन्। जस्तै पित्त थैली नै सुन्निने र पाक्ने, जसलाई छोलिसिस्टाइटिस भनिन्छ। यो आफैमा एकदमै दुख्ने र खतरनाक अवस्था हो। पित्त थैली नै सुन्निने? हजुर। अनि अझै गम्भीर अवस्थामा यदि त्यो पत्थरी पित्त थैलीबाट सरेर मुख्य पित्त नलीमा गएर अड्कियो भने त्यसले पित्तलाई आन्द्रामा जानबाट रोक्छ अनि जन्डिस हुन सक्छ। आँखा, छाला पहेँलो हुने। ए जन्डिस पनि? हो। र त्यो भन्दा पनि अझै खतरनाक हुन सक्ने भनेको चाहिँ यदि पत्थरीले प्यान्क्रियाजको नलीलाई पनि थुनिदियो भने प्यान्क्रियाटाइटिस हुन सक्छ। प्यान्क्रियाटाइटिस? त्यो भनेको? प्यान्क्रियास हाम्रो अर्को पाचन ग्रन्थि हो। त्यसमा संक्रमण भयो भने त्यो निकै गम्भीर हुन्छ। त्यसले पाचन इन्जाइमहरूलाई अङ्गभित्रै सक्रिय गराइदिन्छ र प्यान्क्रियाज आफैलाई क्षति पुर्याउन थाल्छ। यो ज्यानकै लागि जोखिमपूर्ण हुन सक्छ। बाफ्रे, यो त निकै डरलाग्दो रहेछ। त्यसो भए त यसलाई व्यवस्था गर्नै भएन? एउटा स्रोतमा फाइदा बारे पनि सोधिएको थियो। के पत्थरी हुनुको केही फाइदा पनि होला त? खै, चिकित्सा विज्ञानले त अहिलेसम्म पित्त थैलीको पत्थरी हुनुको कुनै फाइदा देखेको छैन। स्रोतमा पनि यस्तो केही उल्लेख छैन। यो त केवल एक स्वास्थ्य समस्या हो जसले जटिलता मात्र ल्याउँछ। फाइदा त के हुनु र? हो त ठिक छ। अब समाधानतिर लागौँ न त। यसलाई हटाउने उपाय के छन् त? अपरेसन नै गर्नुपर्छ? सबैभन्दा प्रभावकारी र अहिले संसारभरि चलनचल्तीमा रहेको उपचार भनेको शल्यक्रिया नै हो। शल्यक्रिया? हो। शल्यक्रिया गरेर पित्त थैली नै हटाउने, जसलाई चोलिसिस्टेक्टोमी भनिन्छ। पित्त थैली नै फाल्ने?
त्यो फाल्दा केही फरक पर्दैन? त्यस्तो ठूलो फरक पर्दैन। पित्तथैली नहुँदा कलेजोले बनाएको पित्त सिधै आन्द्रामा जान्छ। कसैलाई सुरुमा चिल्लो पचाउन अलिक गाह्रो हुन सक्छ, तर शरीरले बिस्तारी एडजस्ट गर्छ। ए, अनि अपरेसन कस्तो हुन्छ? ठूलो चिरफार गर्नुपर्छ? पर्दैन। आजकल धेरैजसो ल्याप्रोस्कोपिक विधिबाट गरिन्छ। पेटमा सानो सानो प्वाल पारेर दूरबीन र मसिनो औजार छिराएर गरिन्छ। ए, ल्याप्रोस्कोपी त्यो त धेरै सजिलो होला नि है? हो नि। घाउ सानो हुन्छ, दुखाइ कम हुन्छ, अस्पताल बसाइ छोटो हुन्छ, अनि बिरामी छिट्टै आफ्नो सामान्य जीवनमा फर्कन सक्छ। त्यो त राम्रो भयो। अपरेसन बाहेक अरू केही उपाय छैन? औषधि खाएर गलाउन सकिँदैन? केही विशेष अवस्थाहरूमा, जस्तै यदि पत्थरी कोलेस्ट्रोलबाट मात्र बनेको छ, सानो छ र बिरामीको शल्यक्रिया गर्न मिल्ने अवस्था छैन भने औषधि दिएर गलाउने प्रयास गरिन्छ। तर यो विधि सबै पत्थरीमा काम गर्दैन। समय धेरै लाग्छ, महिनौं वा वर्षौं, अनि औषधि खान छोडेपछि पत्थरी फेरि बन्ने सम्भावना पनि उच्च हुन्छ। त्यसैले यसलाई खासै स्थायी समाधान मानिदैन। भनेपछि अपरेसन नै मुख्य र भरपर्दो उपाय भयो? हो, लक्षण देखिएको पत्थरीको लागि त अपरेसन नै उत्तम मानिन्छ। तर यदि कसैले लक्षणहरू देखिए पनि दुखाइ सहेरै बस्यो, अपरेसन गरेन भने के हुन्छ? नहटाउँदाको परिणाम के हुन सक्छ? त्यही त, यदि लक्षणहरू छन्, पत्थरीले समस्या दिइरहेको छ र उपचार गरिएन भने हामीले अघि भनेका जस्ता गम्भीर जटिलताहरू निम्तिने जोखिम एकदमै बढेर जान्छ। जस्तै संक्रमण बढ्दै गएर पित्तथैली फुट्न सक्छ, पेटभित्र पिप फैलिन सक्छ, पेरिटोनाइटिस, त्यो संक्रमण रगतमा फैलिन सक्छ, सेप्सिस, गम्भीर जन्डिस, प्यान्क्रियाटाइटिस जस्ता ज्यानै जोखिममा पार्ने अवस्थाहरू आउन सक्छन्। सेप्सिस, त्यो त झन खतरनाक भयो। हो नि, अनि विरलै भए पनि लामो समयसम्म पत्थरी रहिरह्यो, बारम्बार सुन्नियो भने पित्तथैलीको क्यान्सर हुने जोखिम पनि थोरै बढ्ने मानिन्छ। ए, क्यान्सरको जोखिम पनि? थोरै भए पनि जोखिम त जोखिमै भयो। हो त। एउटा चाखलाग्दो प्रश्न थियो है स्रोतमा, नेपाली समाजमा पित्तथैलीको पत्थरीबारे केही भ्रमहरू छन् कि भन्ने। यसबारे स्रोतमा केही जानकारी थियो? हो, त्यो प्रश्न उठाइएको थियो, महत्त्वपूर्ण पनि छ, तर स्रोतले नेपाली समाजमा यस्ता केही भ्रमहरू हुन सक्ने संकेत गरे पनि ठ्याक्कै के कस्ता भ्रम छन् भन्ने बारेमा विस्तृत जानकारी दिएको छैन। ए, भनेपछि के होला भन्ने अनुमान मात्र भयो। हो, जस्तै कसैले घरेलु जडीबुटी खाएर वा कुनै धामी झाँक्रीको उपायले यो ठीक हुन्छ भन्ने सोच्छन् कि, या अपरेसन गर्नै हुँदैन, गर्यो भने झन खराब हुन्छ भन्ने धारणा छ कि? हुन सक्छ। यस्तै केही होला, तर यिनीहरूको कुनै वैज्ञानिक आधार हुँदैन, तर स्रोतमा यसको पुष्टि भने छैन। स्पष्ट भयो। ल, आज हामीले पित्तथैलीको पत्थरी किन र कसरी बन्छ भन्नेदेखि लिएर यसका लक्षणहरू के हुन्, त्यो साइलेन्ट गलस्टोन भनेको के रहेछ, यसले निम्त्याउन सक्ने गम्भीर जटिलताहरू जस्तै जन्डिस, प्यान्क्रियाटाइटिस, हो, अनि उपचारका मुख्य विधिहरू, खास गरी ल्याप्रोस्कोपिक सर्जरी र औषधि उपचारको सीमितता बारे पनि कुरा गर्यौं। अनि उपचार नगर्दाका जोखिमहरू कति धेरै रहेछन् भन्ने पनि थाहा पायौं। र हामीले यो पनि याद गर्यौं कि नेपाली समाजमा हुन सक्ने सम्भावित भ्रमहरू बारे प्रश्न त छ, त स्रोतमा त्यसको विस्तृत जवाफ छैन। हो। अब अन्त्यमा यो सबै छलफलपछि एउटा कुरा सोच्न मन लाग्यो। जब पित्तथैलीको पत्थरीको लक्षण देखिन्छ, जस्तो त्यो असह्य दुखाइ, वागवाकी, त्यस्तो बेलामा यताउताका अप्रमाणित कुराहरूमा लाग्नु, घरेलु उपाय खोज्दै समय खेर फाल्नु कति जोखिमपूर्ण हुन सक्छ होला? एकदमै। निश्चित गरी जब हामीले प्यान्क्रियाटाइटिस जस्ता गम्भीर, ज्यानै लिन सक्ने जटिलताहरूको बारेमा कुरा गर्यौं, यस्तो अवस्थामा सबैभन्दा बुद्धिमानी कदम भनेको भ्रममा नपरी तुरन्तै विशेषज्ञ डाक्टरको सल्लाह लिनु नै होइन र? निश्चित रूपमा। समयमै सही निदान र उपचारले गम्भीर जटिलताबाट बचाउन सक्छ। ढिलाइ गर्नु भनेको जोखिम मोल्नु हो।